आज पनि यस्तो एक्जाम दिन जाँदैछौँ हामी स्कुलतिर। म चाहिँ ल रेडी भने यता बाटोमा निक्लिसकेँ। मेरो साथी भनेपछि एकदम जहिले ढिलो गर्छ मलाई। 1 बजीसम्म फोन चलाउँछ अनि मस्त सुत्छ। त्यसलाई कल गरेको पर्खिनु गरेर अहिले आउँछु भने चाहिँ अब कतिखेर आउँछ। फेरि यो मेरो साइकल चाहिँ कति कराएको ठ्याङ 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 गर्दै भएको। एउटा साइकल पनि यार बिग्रेको थियो यार, हिजो नि बिग्रेर फेरि बनाएको। सो म साथी आएपछि देखाउँछु। बसेर त्यसलाई कुदिरहेको थिएँ। त्यो चाहिँ भर्खर घरदेखि निक्लिँदै रहेछ। त्यसको घर चाहिँ वहाँ पर पर्छ क्या। मेरो घर चाहिँ यताको गाउँ भने त्यसको गाउँ चाहिँ त्यो पल्लो गाउँ हो क्या। उता आउँदैछ भर्खर। सेतो सेतो सर त देख्दैछु पुग्छ यो अब। यत्रो पल्लो गाउँ हो क्या। त्यसको चाहिँ मेरो चाहिँ यता वल्लो गाउँ पर्छ अनि त्यसको चाहिँ पल्लो गाउँ। जाँदा पहिले अस्तिसम्म जाँदाखेरि त्यो माथि चोकको बाटो घुमेर जान्थ्यो। म यतिदेखि जान्थेँ अनि त्यो हुस्से लाग्न थाल्यो नि त। अनि त्यहाँदेखि त्यो त्यतादेखि जान्थ्यो अनि जाडो महिना हरायो अनि चाहिँ पर्खिसँगै जानुपर्छ भन्न थाल्यो क्या। अनि त्यसलाई मैले पर्खेको। मैले चाहिँ यसलाई रुङ्दा यो पनि बल्ल आइसक्यो। अब अर्को साथीलाई रुङ्नु पर्ने छ गएर त्यहाँनिर एकछिन 2 मिनट। अब उसकै अगाडिबाट देखाउँछु म। हाम्रोतिर त बर्खा पनि लागिसक्यो। यसरी भ्यू ब्याड बनाउनु पर्छ है। हामीको जाने बाटोतिर हामीको मालदाई आउँदै हुनुहुन्छ। हाम्रो गाउँको मालदाई चाहिँ अहिले नै घाँसमा गइसक्नुभयो। घाम भरे पुरा चर्किन्छ नि त। भर्खर 6 बजे नि जानुपर्छ। अब 8-9 बजी त गरी महिना लाग्यो। यस्तो घाम हुन्छ टाउकोदेखि पसिना टप टप झर्छ नि हो घामले त। ओ हिरो हाम्रो गाउँको हिरो। हाम्रो गाउँ चाहिँ एकदम रमाइलो छ। हटाउ त्यो चाहिँ बिहान उठेर गेम खेल्दै गर्ने तैँले हालेको होइन। फाइनली हामी चाहिँ नराम्रो बाटो छाडेर राम्रो बाटो आइसक्यौँ होइन। मान्छेले भन्छ नि नराम्रो बाटो हिँड्नु भनेर। बाटो त्यस्तै छ त। कति बाटो के गर्नु बल्ल राम्रो बाटोमा आइयो नि त हामी। र हामीको नजिकै पुल छ। हामीको अड्डा गयो पुल चाहिँ सानो बस्तीदेखि सुक्खा हान्ने पुल चाहिँ यो हामीको क्या। हामी पहिले सानोमा सिक्दाखेरि लुकेर यहीँ खान्थ्यौँ यही पुलमा। हामी चाहिँ सुटाहरू हानीहरू पनि हिँड्दैछौँ। त्यो दोस्लाई नि पर्खेर साइकलमा बसिसकेछ। त्यहाँ हाँस्दैछ फेरि। हाम्रो गाउँ चाहिँ यस्तै छ है। यो बाटो जानुपर्ने। यो बाटोको भने चाहिँ चोक पुगिन्छ। सिधै जानुपर्छ हामी कलेज जाँदा चाहिँ होइन। यस्तै छ जिन्दगी। कलेज गएर देखाउँदैछु हल्का। फाइनल्ली गाइज हामी इक्जाम दियोहरू निस्किसक्यौँ। आएछ त यस्तो बवालेको कसम एउटा क्वेसन पनि छोडेन हो क्या न। अन्त पास हुन्छ अनि फिक्स पास हो क्या आजको चाहिँ। तर अस्तिमा लाग्यो होइन। तर केही छैन। हामी 2 जना मात्रै हो। फेरि छिट्टो निक्लेपछि अझै निक्लिन्छ। ऊ आउँदै होला 2-4 जना। हामी यसो रुङ्छौँ अब। दारु चाहिँ पास भएर आज एकदम रमाइरहेको छ होइन। तर म चाहिँ फाइनली हामी चाहिँ इक्जाम दिएर पनि अब घरतर्फ जाँदैथ्यौँ। जाने बेलामा त 2 जना मात्रै हो क्या। फेरि यो र म मात्रै चट्ट गयो। ल गाइज बाई बाई। नेक्स्ट भ्लगमा भेट्नुपर्छ।